ल भन् के भने त्यसले घामबाट बस्नलाई मास्क रुमाल यस्तो गर्मी फुल सर्ट अझ नि कालो हुन्छु कि भन्ने डर छ कि मलाई यहाँ हत्तेरी बेजत इन्टरनेसनल हानिदियो तैँले मलाई टेन्सन छ तिमीहरू बच्चा भाइ हो अब कालो बेसी बिहे नहोला त ध्यान दे आजकल ब्ल्याक ब्युटी मनबाट तेरो यस्तै नङ पुरा यो न केही उड्या छ न सनस्क्रिन लाछ गोराको काम छैन भनेर म त भाइ बस्नुपर्छ म त कालो छैन अलिक कालो छु ट्र्याक्टर पनि आयो अब गाइस हाम्रो प्रेसर हालिदिने हुन् सखाप बोकेर रखाप यता उधर से बोकेर सखाप यता रखाप डालो यहाँभित्र पराल राख्ने अब हामीले चालु ल सब माथि होला म आउँछु अहिले हत्तेरिका धुवा फ्याँक्को धुई कस्तो हुन्छ वहीँ गयो त जम्मा ल जाम ल धान छोड भाइ धान ठुलो भयो के को टिकट यहाँ इन्ट्रीको टिकट हो ल टिकट ल जाऊ धान चुटेर सक्यो हाम्रो अब चाहिँ बोकेर पनि एक कट्टा मात्र बाँकी रह्यो पर त्यहाँ पराल पनि हामी स्वाट्टै राख्दैछौँ अहिले हामी पुरै खाली छ यहाँ जालीमा अट्केर पानी च्यात्तिसक्यो धान एक कट्टा बाँकी छ केटाहरू बोक्दैछौँ हामी चाहिँ यहाँ धुन बोक्दैछौँ धुन सानी मान्छे पनि काम गर्छ हेर त हेलो भन्दै त हेलो सानिया टेक्नोलोजी अलिकति ल हामी यसरी बोक्न लाग्छौँ तल सोच्नु यस्तो टेक्नोलोजी ए लैजाऊ न यो त्यो कसरी झऱ्यो टेक्नोलॉजी हो गया इधर आइया थक के क्या वो तो मम्मी क्या पकड़ता हूँ हेलो भने जाता बाई बाई मजा छ इनलाई मजा छ पर ढिच्चु खेल्यो एक यहाँ खेल्न लागि ल अब क्या ल खेल्न पायो भने त यो माथि दिन्छ त्यो कुनामा कोच है त यति बोकिसक्यो सब थाकिसक्यो ये भी थक गया रे भैया गाह्रो छ गाह्रो
फटाफट बोक्का 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 आइडिया मैले लगाऊँ यसमा हाल्दै लिँदै नत्र कम त टाइम लाग्थ्यो हामीलाई अहिले डम डम भर्ने कहाँ गयो अझ नखाइदियो भने त्यहाँनिर त्यहाँभित्र पुलाउनु गाली गाली क्या हो क्या भाइ काली हो क्या रे तँ त हाम्रो गाउँमा यस्तो गुना पनि आउँछ बाबाजी बाबाजी ये हिसाब ही होता है मेरे गाँव में।